यो चाहिँ हाम्रो टेस्ट 2 को क्वेसन छ जुन हामी चाहिँ अस्तिले यसको भिडियो बनाएको थियो। तर यसमा चाहिँ भन्दाखेरि भेन्डर क्रिएट गर्दाखेरि हामीले के गरेको थियो, एडिट गरेको थियो होइन। तर कतिखेर अरूले अरूको एडिट गर्छ होइन, त्यतिखेर लास्टमा गएर बिचमा गएर प्रब्लम आउन थाल्छ। अनि त्यसपछि यसमा अब भन्दाखेरि अब त्यति गाह्रो पनि हुँदैन होइन। त्यो सुरुमा भेन्डर आफैले क्रिएट गर्यो भने जस्ट 10 मिनट जति टाइम लाग्छ, त्योभन्दा बढी पनि लाग्न सक्दैन अलि गऱ्यो भने। अनि त्यो अनुसारले आज हामी त्यही क्रिएट गर्छौँ कि त्यो भेन्डर हाम्रो भेन्डरले के हो भने स्पेस ब्याग होइन। अनि त्यो आज हामी क्रिएट गर्छौँ। अनि त्यो चाहिँ अब आफ्नो तरिकाले बनायो भने अनि त्यो इक्जाममा गएर आफ्नै भेन्डर युज गर्यो भने इरर आउँदैन कि अरूले पनि चोर्दैन होइन त्यो हिसाबले। अनि पछि गएर लक गरिदिने होइन। त्यो अनुसारले त्यही हामी यसमा यो भिडियोमा चाहिँ हामी भेन्डर बनाउन सक्छौँ खास गरेर। सबभन्दा फर्स्टमा म आफ्नो इन्टरफेसमा जान्छु होइन, यो सफ्टवेयर इन्टरफेस भयो होइन। अनि त्यसपछि यो फर्स्ट मेटेरियल म्यानेजमेन्टमा जाने। न्यूमा गइसकेपछि म्यानेज बिजनेस पार्टनर मास्टर डाटा छ त्यसमा क्लिक गर्ने। यसको सिस्टम चाहिँ सफ्टवेयर चाहिँ अलि स्लो छ होइन, मैले क्लिक गरिसकेँ तर टाइम लागिरहेको छ यसमा। फर्स्टमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस खुल्छ होइन। अब यता चाहिँ क्रिएटको अप्सन हुन्छ, त्यो क्रिएटमा क्लिक गर्ने अनि अर्गनाइजेसनमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि त्यसपछि बेसिक इन्फर्मेसन के बेसिक त्यो इन्फर्मेसन फिलअप गर्नुपर्ने। यसमा खासै के हो भन्दाखेरि यसमा चाहिँ अब कतिखेर कुनमा स्टार हुन्छ त्यो चाहिँ कम्पलसरी फिलअप गर्नु नै पर्ने हुन्छ। तर कुनै कुनै फिलअप नगर्दा नै हुन्छ। जसलाई कि यो माथिको यो भयो फिलअप नगर्दा नै हुन्छ, यो गर्दा नै हुन्छ। तर हामीले जुन जुन इम्पोर्टेन्ट हुन्छ त्यसलाई त गर्नु पऱ्यो नि त। यसमा चाहिँ खासै त्यस्तो स्टार पर्ने चिज छैन, तर हामी त्यही पनि फिलअप गर्छौँ जुन हामीलाई काम लागिरहेको हुन्छ कि। यसमा चाहिँ फर्स्टमा चाहिँ FLVN00 यो आएन होइन, फर्स्ट वान F1 भेन्डर त्योमा क्लिक गर्ने होइन। योमा क्लिक गरेपछि अर्गनाइजेसनमा जहिले पनि हाम्रो के हुन्छ, कम्पनी हुन्छ के, कम्पनीमा क्लिक गर्ने। अनि नेम वानमा चाहिँ भेन्डर नेम चाहिँ हाम्रो क्वेसनमा दिएको हुन्छ जुन चाहिँ स्पेस ब्याग भनेको होइन हामीले, स्पेस ब्याग यो स्पेस ब्याग क्या। अनि यो चाहिँ जतिखेर युज गर्दाखेरि यहाँ चाहिँ यो स्पेस ब्याग चाहिँ हामीले चेन्ज गर्न पनि पायो कि पछि गएर। अनि त्यतिखेर यो भेन्डर बनाउँदाखेरि हामीले यस्तो नाम राखोस् जो चाहिँ पछि गएर हामीले एडिट गर्न पाओस् कि, पछि गएर अरूले सर्च गर्दाखेरि त्यसलाई नभेटाओस् कि। त्यो अनुसारले यदि हाम्रो इक्जाम आइरहेको छ त्योभन्दा अगाडि नै होइन त्यो बनाएर राख्ने अनि उता गएर एडिट गर्ने कि, त्यो अलिक बेटर हुन्छ। बरु अरूको एडिट गर्नुभन्दा आफ्नो बनाएको त्यो एडिट गर्दा अलिक बेटर हुन्छ कि। त्यही भएर म आफ्नो चाहिँ यसमा स्पेस ब्याग नलेखेर म आफ्नो युट्युब च्यानलको नाम राख्छु कि यसमा हो द होइन, म क्याप अन गरेँ द विजय BIJYACADEMY होइन, यो भयो होइन। अनि त्यसपछि नेम टूमा त्यतिकै भयो। अब यता चाहिँ स्ट्रिटमा केही लेख्दा भयो नलेख्दा नि भयो। हाउस नम्बरमा पनि त्यही हो, युएसमा पनि त्यही हो होइन। अनि पोस्टल कोडमा चाहिँ पोस्टल कोडमा या 5वटा डिजिट हुनु पऱ्यो या 10वटा डिजिट हुनु पऱ्यो, जति जे राख्दा नि भयो। मैले चाहिँ 1 2 3 4 5 राखिदिएँ होइन, 6 भयो, मैले 5 राखिदिएँ। अब कन्ट्रीमा हेर्दाखेरि यसमा चाहिँ युएस राखिदिने के, युएस राखिदिउँ यता सिलेक्ट गरिदिनु। अनि रिजनमा भन्दाखेरि रिजनमा यहाँनिर राख्ने के, यहाँनिर आउँछ यहाँनिर राखिदिने। अनि त्यसपछि ल्याङ्ग्वेजमा चाहिँ हाम्रो के हुन्छ इङ्ग्लिस, यहाँ गरिदिने। यो अप्सन आउँछ यसमा क्लिक गरिदिने। यो क्लिक गरिसकेपछि हाम्रो के गर्नु पर्ने, ओकेमा क्लिक गरिदिने। यो भयो। यो भइसकेपछि होइन, अनि अब चाहिँ यो आयो होइन। अब यो सकेपछि जहिले पनि हाम्रो सर्च टर्मरमा आफ्नो चाहिँ लर्न आइडी राख्ने। अनि लर्न आइडी हाम्रो चाहिँ लर्न अनि ड्यास अनि हाम्रो जुन लर्न आइडी हुन्छ नि कलेजले प्रोभाइड गराएको त्यो चाहिँ राख्ने के। जस्तै मेरो 102 भयो, मैले 102 राखिदिएँ होइन। किन राख्यो भने पछि यो गएर पनि सर्च गर्न पायो, यसले पनि सर्च गर्न पायो कि हामीले अहिले चाहिँ नेम वानमा हाम्रो युट्युब च्यानलको नाम लेखेको छ नि त। पछि गएर यसलाई एडिट गर्न पनि पायो कि। लाइक पछि गएर हाम्रो इक्जाममा के स्पेस ब्याग सोध्यो होइन, कुनै फर्स्ट एड किट सोध्यो होइन, केही सोद्धाखेरि यहाँ एडिट गर्न पायो कि पछि, किनकि हाम्रो भेन्डर हुन्छ नि त। त्यो हिसाबले हामीले पछि एडिट गर्न पायो कि। त्यही भएर अगाडि नै बनाएर जानुपर्ने कि इक्जामभन्दा अब अगाडि। अनि यो भइसकेपछि होइन, अनि अब चाहिँ यता आइडेन्टिफिकेसन यता छ नि त। अनि यसमा गएर टेक्स्ट नम्बरमा क्लिक गर्ने होइन। अनि टेक्स्ट नम्बरमा क्लिक गरिसकेपछि यहाँ चाहिँ क्रिएट हुन्छ नि त, क्रिएटमा क्लिक गर्ने। अनि यता चाहिँ टेक्स्ट क्याटेगोरी हुन्छ नि,
यता ट्याक्स क्याटेगोरी यसमा चाहिँ US1 लेख्ने जहिले नै हो अनि इन्टर। अनि त्यसपछि टेक्स्ट नम्बरमा जे नि लेख्न पाइयो लेख्यो। यसले त हाम्रो केही छैन नि त, बरु हाम्रो क्वेसनमा दिएको छ भने क्वेसनको लेख्ने, छैन भने हामीले अहिले चाहिँ डेमोको लागि के राख्छौँ। अनि यसमा चाहिँ राख्दाखेरि 9 to 10 डिजिटको राख्नुपर्ने जहिले नै। म अहिले चाहिँ 1 देखि 9 सम्म राखेँ हैन। अनि यो भइसकेपछि रोलमा जाने अनि यता क्रिएटमा क्लिक गर्ने। क्रिएटमा क्लिक गरिसकेपछि यता चाहिँ FLVN जुन 01 हुन्छ नि भेन्डर त्यसमा क्लिक गर्ने। यो भयो हैन। यो भइसकेपछि अनि यो भइसकेपछि यता चाहिँ आइटम, यो आइटम छ नि त हामीले जस्ट फिलअप गरेको रोल्समा, यसमा चाहिँ क्लिक गर्ने। अनि यसमा क्लिक गरिसकेपछि हाम्रो कम्पनी कोडको डिटेल्स आउँछ, त्यो चाहिँ फिलअप गर्नु छ नि त हाम्रो कम्पनी कोड डिटेल्स। योमा गएर क्लिक गर्ने। जहिले नै यही प्रोसेस गर्नुपर्ने कि भेन्डर बनाउनको लागि। फर्स्टमा जे नाम राख्दा नि भयो हैन, तर पछि गएर एडिट गर्न पायो कि। अब यो चाहिँ हाम्रो कम्पनी कोड भयो नि त। अनि यता चाहिँ क्रिएटमा क्लिक गर्ने। क्रिएटमा क्लिक गर्ने अनि यसमा चाहिँ कम्पनी कोडमा जहिले नै US00 ग्लोबल बाइक आयो नि त हाम्रो अहिले। अनि यो राख्ने अहिले हैन। यो भइसकेपछि हाम्रो चाहिँ अब क्लर्क आइडी एन्ड सप्लायरमा गएर आफ्नो चाहिँ लर्न आइडी राख्ने के। लर्न 100 2 थियो नि त, 2 राखेँ मैले। अब यो भइसकेपछि हाम्रो चाहिँ यसमा चाहिँ एकाउन्ट चाहिँ 3300 3 यो राख्नुपर्ने ट्रेड पेबल्स। अनि यो यसपछि पेमेन्ट टर्म्समा चाहिँ यता पेमेन्ट टर्म्समा चाहिँ हाम्रो 00 अनि 1 जुन चाहिँ पेबल इमिडिएट ड्यु नेट भनेर आउँछ हैन। यो भयो। अब यो भइसकेपछि हाम्रो चाहिँ यता सर्ट कीमा चाहिँ 001 राख्ने हैन। यो भइसकेपछि यता छ नि त चेक डबल इनभोइस छ नि त यसमा। अनि योमा चाहिँ टिक गरिदिने। टिक गरिसकेपछि यसमा टिक गरिसकेपछि यता एप्लाईमा क्लिक गर्ने। एप्लाईमा क्लिक गरिसकेपछि यता चाहिँ अब पर्चेजिङ अर्गनाइजेसन छ नि त हाम्रो यो। अनि यसमा चाहिँ यता चाहिँ पर्चेजिङ अर्गनाइजेसनमा यता चाहिँ क्रिएटमा क्लिक गर्ने। यसमा क्रिएट गरिसकेपछि पर्चेजिङ अर्गनाइजेसनमा जहिले नै US00 राख्ने। अनि ग्लोबल बाइक आयो नि त हाम्रो। अनि त्यो भइसकेपछि हाम्रो पर्चेजिङ ग्रुपमा चाहिँ पर्चेजिङ ग्रुप त्यसको तल हुन्छ हैन। यसमा चाहिँ N00 भनेको प्रथमिक यो भयो हैन। अनि अर्डर करेन्सीमा जहिले नै USD करेन्सी हैन। यो भयो। अनि त्यसपछि पेमेन्ट टर्ममा चाहिँ 000 एन्ड 1 गरिदिने। अनि अब सजेस्ट आउँछ त्यसमा क्लिक इन्टर गरिदिने। अनि यो भइसकेपछि यत्रो भइसकेपछि एप्लाईमा क्लिक गरिदिने भयो। अनि त्यसपछि फेरि एप्लाईको अप्सन आउँछ, त्यो एप्लाईमा क्लिक गरिदिने भयो। अनि यो भइसकेपछि लास्टमा क्रिएटको अप्सन आउँछ, यो क्रिएटमा क्लिक गरिदिने। अब हेर्दाखेरि अघि जुन हामीले भिडियोमा अस्तिको भिडियोमा गरेको थियौँ नि त, यस्तै खाले हामीले अरूको भेन्डर एडिट गर्थ्यौँ। त्यतिखेर यस्तै इन्टरफेस आउँथ्यो क्या। हाम्रो यता भेन्डर आइडी हुन्थ्यो हैन, भेन्डर आइडी। अनि यता चाहिँ ग्लोबल स्पेस बाइक केही भनेर लेखेर आउँथ्यो हैन। यसले चाहिँ मैले चाहिँ युट्युबको नेम राखेँ हैन। अनि त्यतिखेर के गर्थेँ, जस्ट अरूको थियो भने हामीले के गर्थेँ, यता एडिटमा गएर अनि एडिट गर्थेँ के।
एडिटमा गएर अहिले जे नै हालेँ अनि त्यसपछि एडिट हुन्थ्यो। जस्ट लाइक अहिले म द ग्लोबल बाइक लेखेँ नि, ग्लोबल बाइक लेखेँ नि, अनि मेरो लगइन आइडी कसैको आफ्नो त्यो अनुसारले चेन्ज गर्न पाएँ होइन। त्यसपछि यता सेभमा क्लिक गरिदिएँ। अब यता त चेन्ज भयो नि त। अनि अस्तिको भिडियोमा हामीले त्यही गर्थ्यो कि अब त्यही प्रोसेस जुन हामीले भेन्डर क्रिएट गर्ने त्यही अनुसारले गर्ने। अनि पछि गएर हाम्रो जुन हुन्छ नि यो हाम्रो भेन्डरको नेम, अनि त्यतिखेर अरूले सर्च गर्न पाउँदैन कि हामीले के राखेको छ। अनि त्यति अनुसारले आफ्नो गर्दै जाने अनि त्यो अनुसारले लेख्दै जाने। अहिले हामी चाहिँ त्यहीँ राख्छौँ कि यो राखेँ होइन। अनि त्यहीँ राख्ने। यता अब यो गरिसकेपछि यता डिस्प्ले सेभ भर्जन छ नि त, त्योमा क्लिक गर्दाखेरि अलि बेटर हुन्छ। किन भन्दाखेरि अरूले चोर्न सक्दैन, किनकि त्यो लक हुन्छ। यता छ नि त द ग्लोबल बाइक, यताको अगाडि लक भएर आएको छ नि, हाम्रो यो चाहिँ द विजय एकाडेमी छ नि त्यो लेखेर आउँछ। अनि यता चाहिँ डिस्प्ले सेभ भर्जनमा क्लिक गरिदिएँ मैले। त्यसपछि सेभ गर्न पाउँदैन। यता के भयो, हाम्रो लक भयो नि त। यसलाई एडिट फेरि गर्न पायो, किनकि हाम्रो त्यही ग्लोबल बाइक छ नि त्यसले एडिट भएको होइन। यसले चाहिँ फेरि एडिट गरिदिने, किनकि हामीले चेन्ज गर्न खोजेको नि त यता नाम। अनि त्यसपछि यता सेभमा क्लिक गरिदिने। अब के हुन्छ, हाम्रो नेम यता चेन्ज भइहाल्छ। यता नेम हाम्रो भयो नि त चेन्ज, द विजय एकाडेमी आयो नि त। अनि त्यसपछि अब के गर्ने, फेरि एडिटमा क्लिक गर्ने। एडिटमा क्लिक गरेपछि के गर्ने, डिस्प्ले सेभ भर्जनमा क्लिक गरिदिने। अब के हुन्छ, हाम्रो लक हुन्छ कि यता लक भयो नि त। अब अरूले हाम्रो चोर्न सक्दैन, तर अरूले गर्न यो बिर्सिन्छ कि कतिखेर। यति नै अब भेन्डर बनाउने तरिका। इफ केही अब त्यस्तो एरर प्रब्लम आयो भने कमेन्ट गर्ने होइन।